त्यसरी समाउनु भएको थिएन नर्मल मजाले हामी अगाडि हात समाइरहेको थियौँ अनि त्यसपछि यता घुमेपछि अप्ठ्यारो भएर चाहिँ त्यसपछि ठाउँ अनब्यालेन्स भएर चाहिँ समाउनु भएको दुवैजनालाई त्यस्तो त मैले देखेको थिइनँ कसले लेख्नु भएछ पलले चाहिँ उसलाई हेरेस्टमेन्ट गरे भन्ने टाइपका तरिकाले भिडियोहरू हालेका थिए नि त हो 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 त्यो त्यस्तो खालको भिडियोहरू आएको थियो वास्तवमा त्यो भिडियो तपाईँले देख्नुभयो होला सायद होइन के भन्नुहुन्छ यस विषयमा चाहिँ त्यसको लागि चाहिँ त्यो एकदमै गलत धारणाले बोल्नुभयो जसले लेख्नु भएको छ होइन त्यो चाहिँ एकदमै गलत कुरा हो धेरैले चाहिँ अब तपाईँ र पल्साको जोडी निकै रुचाइराख्नु भएको छ अहिले ट्रेलरदेखि गीतदेखि लिएर होइन एकदम सुहाएको जोडी अबको फिल्म इन्डस्ट्रीमा यो जोडी जम्छ भनिराखेको धेरै प्रतिक्रियाहरू आइरहेको छ होइन तपाईँलाई चाहिँ कस्तो लाग्छ यो सबै सुन्दा त खुसी लाग्छ राम्रो लाग्छ अब पहिल्यैदेखि काम गर्दै आइरहेको हामी अनि अहिले पहिलेदेखि पनि भन्नुहुन्थ्यो तर अहिले अलिकति ठुलो पर्दामा देख्दाखेरि सबैजनालाई अझै धेरै मन पर्यो हामी पनि खुसी छौँ यो कुरामा ठिक छ कस्तो लाग्छ त्यसो भन्छ खुसी लाग्छ आफ्नो तारिफ सुन्दा कसलाई खुसी नलाग्ला खुसी लाग्छ मलाई पनि जस्तो अब फिल्म आउँदैछ होइन फिल्म आउँदैछ पल्सासँग तपाईँको यो डेब्यू फिल्म आउँदैछ कतिको एक्साइटेड हुनुहुन्छ आज ट्रेलर हेरेर कतिको भावुक बन्नुभयो म एकदमै धेरै एक्साइटेड छु किनकि पहिलो चलचित्र एकदमै विशेष हुन्छ पहिलो काम जे पनि गरिन्छ त्यो एकदमै विशेष हुन्छ होइन यो अलिकति ठेलठाल नगरिकन मिलेर बस्नु न म यहीँ छु म सबैको एन्सर दिन्छु म सबैसँग बोल्छु ठेलठाल गरेर लड्नु भयो भने के गर्ने यहाँ अनि हजुर भनौँ अब